सो गाइज आज चाहिँ हामी स्याटरडे राइडको लागि मोहिनी झरना जाँदैछौँ। मोहिनी झरना चाहिँ जानुको लागि चाहिँ हामी चन्द्रगिरी हुँदै अहिले चाहिँ हामी कलङ्कीबाट यो चन्द्रगिरीतिर जाँदैछौँ। चन्द्रगिरीबाट चितलाङबाट कुलेखानीबाट अनि त्यहाँ मोहिनी झरना जान्छौँ। चन्द्रगिरी केबल कार माथितिर त अलिकति बादल लागिरहेछ, तर आजको वेदरमा त पानी नपर्ने देखाइरहेछ। छोप पानी सानी चाहिँ नपरोस्। सो गाइज अहिले चाहिँ हामी चन्द्रगिरी कटेर अब यो डाँडातिर चढ्दैछौँ। डाँडा यहाँबाट चाहिँ चितलाङ जाने। हेरौँ बाटो कस्तो हुन्छ। अहिले यहाँको बाटो चाहिँ अलिकति नयाँ पिच गरिसक्यो भने सुनेको थिएँ ठाउँमा। हेरौँ कस्तो हुन्छ। खै त साथीहरू कहाँ गयो? ल बाटो त मजाको बनाइसकेको छ। दुई तिन वर्षतिर आउँदाखेरि यो बाटो पुरै हिलो थियो। अहिले त मजाको पिच भइसकेको छ। वाह गाइज हरियाली आयो, हरियाली। म पहिला 3 वर्ष अगाडि आउँदाखेरि यो बाटो पुरै हिलो थियो कि। अहिले पुरै माथिसम्म पिच छ भनेर सुनेको थिएँ है मैले। ल यहीँसम्म मात्र बनाएको जग्गा बाटो त यहाँदेखि त अफ रोड पो सुरु भयो त। बाटो त लास्ट झुकायो गाइज। एकछिन मात्र पिच देखाएर अन्त यहाँबाट त पुरै अफ रोड पो देखाउनु थाल्यो त। यो पुरा भासिन्छ अरे। ल यो पानी पऱ्यो भने त पहिरो आयो। बाटो त अलिपछि आउँदाखेरि पनि रमाइलो होला जस्तो है। यो बाटो छोटो पर्छ नि त। अनि दक्षिण कालीबाट गयो भने लामो पर्छ, झन् लामो पर्छ। लेट्स होप पानी नपरोस्। पानी पऱ्यो भने त यो बाटो त सबै रातो माटो छ नि त। हेर्न होइन, यो त पुरै चिप्लिन्छ। अहिले जस्तो ढुङ्गासुङ्गा भएको त ठिकै छ।
भाइलाई चाहिँ बोलाउनु। अब हामी कुलेखानी जारीतिर खोज्नु पर्यो कि बाटो त यतैबाट मात्र हो। बजार त के थाहा बजार बिजी जस्तो दिदी कुलेखानी यताबाट जानु मिल्छ नि होइन कुलेखानी मिल्छ है सो गाइज हामी चाहिँ अहिले हामी चितलाङ पुग्यो। अब हामी यहाँबाट चाहिँ कुलेखानीबाट अनि मोहिनी झरना कहाँ को चिप्ले तर यो पानी पर्यो भने यो बाटो चाहिँ तर यहाँको मजाको त्यो खेती त मजाले गर्दो रहेछ कि हेर्नु ल यहाँबाट हेर्नु ल हेर्नु ल कस्तो मजाको देखेको ल बाटो हेर्नु त्यहाँ के पोखरी ओ हिलो हेर्नु त हिलो लु बर्बाद जुत्ता त धोस्तै हुने भयो नि त ब्रो ओए जुत्ता 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 हजुर खोइ माथिबाट मनोकामना माई श्री स्वच्छन्द्र भैरव ल बाटो छैन एडभेन्चर भएर आज के जस्तो छ जस्तो बाटो त छ त है हजुर ओली नै छ त्यो मोहिनी झरना भन्ने यताबाट जाने हो मोहिनी झरना भन्ने यताबाट जाने हो कति टाइम लाग्छ होला 1 घन्टा ल धन्यवाद
त्यही भने के रोपिरहेको त्यो पानी पर्ला यस्तो ब्रो यहाँ खोला छ जस्तो के है ए होइन के बाटो हो के हजुर ताल कहाँको ताल फेरि जो फेरि दुईवटा बाटो आयो त्यहाँ सोध्नु त्यहाँ कोही मान्छे छैन फेरि उता त उयो सोध्न भाइ झर्ना जाने कहाँबाट हो झर्ना झर्ना मोहिनी झर्ना यताबाट हो यो पुल हो रे थाहा नगरपालिका ओम अध्याय के हो यो ओम अध्याय भनेर चाहिँ के हो त्यो माइलस्टोनमा हेर त के हो त्यो कहाँ कुलेखानी हो त्यो कुन्छाल कहाँ कुन्छाल भने 10 किलोमिटर रे सेरा जाने बाटो टौखेल मार्खु हुँदै कुलेखानी अम्पुडोल कहाँ ल्याएछ ओ 65 किलोमिटर 65 किलोमिटर रे सोध्न चाहिँ कति टाढा के ड्याम जाने त त्यसो भए कुलेखानी अब चाहिँ यसो अलि अगाडि गएर सोधौँ न हिँड्न ऊ त्यो पसलको मान्छेलाई सोध्दै त्यसरी पानी पनि खाउँ मान्छे छैन कि कहीँ पनि कति टाइममा चाहिँ भन्नु झर्न जानुलाई 65 कि 6.5 हो त्यो त्यो पोइन्ट पनि राखेर हुन्छ क्या हो कि 6 किलोमिटर भन्नु 6.5 किलोमिटर फेरि दुईवटा बाटो आउँछ फेरि दुईवटा बाटो आउँछ ल हस् है त ओह्रालो झर्नु दुईवटा बाटो आउँछ अनि ओह्रालो झर्नु मोहिनी झर्ना जाने बाटो यताबाट हो र ए सिधै गइराख्ने खोल्छ सिधै जाने ए हस् दाइलाई त शनिबार लाग्यो जस्तो शनिबार लाग्यो जस्तो छ है हस् राम्रो
कहाँबाट हो झर्ना जाने कहाँबाट हो? यतै होला झर्ना जाने बाटो यही हो। ओह्रालो जाने ल तिम्रो त माथिबाट पो गयो त ओकालै छ त ओकालो भन्दा बाहेक केही छैन त सोध त यो झर्ना जाने कहाँबाट हो? यही बाटो हो? ल यता स्कुटर लिएर आइरहेछ अलबाट बाटो देख्छ नि तपाईँ? अलबाट बाटो देख्छ क्या उकालो जानु खै बाटो ओइ 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 ऊ त्यहाँ छुनी रहेछ नि त ल फेरिबाट कसले खाने मोहिनी झर्ना भिर खर्क दामन ल हाँस है त हाँस हाँस पानी नपरेर खै बाटो खै बाटो उता रहेछ सोध त यताबाट हो हजुर
मोहिनी झर्ना अरे ल हिँड्नुपर्छ क्या कहाँ राख्नु त बोर्ड लेखिरहेछ राम्रो बाटो 600 मिटर कता पार्किङ सोधौँ नि त्यहाँ पार्किङ रहेछ नि त ब्रो त्यहाँ रहेछ झर्दा ओर्ले त त्यहीँ छिराइदिउँ लाग्ला है हेलो आइमा त्यहाँ हाल्न सो गाइज हामी चाहिँ मोहिनी झर्ना पुगे जस्तो छ होइन हामी पुग्यौँ यहाँबाट चाहिँ हिँडेर त्यहाँसम्म जानुपर्ने रहेछ स्विमिङ पुलै रहेछ त्यहाँ हेर है नेचुरल स्विमिङ पुल रहेछ है कति रहेछ एकजना कति हो हजुर 25 रुपियाँ यहाँ चाहिँ लाइफ ज्याकेट पनि पाउने हो क्या नेचुरल स्विमिङ पुल रहेछ नाइसली अगाडिबाट नखिच्न कार्टुन आउँछ अगाडिबाट नखिच्न जस्ट वर्थ इट रहेछ त्यत्रो अफ रोड आएको होइन वर्थ इट छ जस्तो पनि ढाड दुखी आइरहेछ वर्थ इट भयो यार ढाड दुखी आइरहेछ त पनि मेरो त ढाडै सर्किएको थियो गाइड अनि यस्तो अफ रोडमा अनि एकदम रमाइलो ठाउँ छ एकदम रमाइलो ठाउँ छ मोहिनी झर्ना होइन तपाईँहरू पनि आउनु होला हामीलाई चाहिँ अब यो बाटोमा त्यसरी हेर्नु हामी चाहिँ मोहिनी झर्नामा आएको छौँ होइन अनि
रमाइलो हुँदैछ बाटो उकालो ओह्रालो यताउति भन्ज्याङ चौतारो बाटो सोधी होइन हामी चाहिँ मोहिनी झरना आइपुगेको छौँ बाटो पनि फेरि कस्तो भन्दाखेरि जहाँ गए पनि तपाईँको 500 मिटरभन्दा नेता हो क्या तपाईँ बाटो माथि गयो भने तपाईँ कहाँको नेता हो भने म झलुङ्गे नेता किन यहीँबाट जा भने हामीलाई होइन यहाँबाट जा भने नि कहाँ माथिबाट हामी तल सोध्दाखेरि उकालो जानु ओह्रालो नधर्नु भनेर भनेको थियो क्या मैले त अफ रोड त डेली अफ रोड गएर चाहिँ है तर रमाइलो भयो नि रमाइलो भयो कि भएन यस्तो राम्रो बाटो छ कहाँ पुग्यो त हामी त क्या धेरै नजिक पुगिसक्यो त होइन सो गाइज अघि हामी जाँदाखेरि चाहिँ हामी अलि अर्कै लङ बाटो पनि बाटोबाट गएछ पुरै अफ रोड फर्केर आउँदाखेरि चाहिँ सर्टकट त राम्रै बाटो रहेछ त